डीबी विनर 2025 का 6200 सम्म केस नम्बर भएका भाग्यमानी साथीहरूको सेकेन्ड लेटर प्राप्त भइसकेको छ। हजुरहरूले पक्कै पनि थाहा पाइसक्नुभयो होला। हजुरहरूको जीमेलमा नो रिप्लाई भन्नेबाट मेल आएको होला। कतिपय साथीहरूको स्पाममा गएर बस्न सक्छ भने कतिपय साथीहरूको इमेल एड्रेस अपडेट नभएको कारणले गर्दाखेरि त्यो मेल नआउन पनि सक्छ। यदि मेल आएन भने तपाईले फर्स्ट लेटर चेक गरे झै गरी चेक गर्न सक्नुहुन्छ। तथापि पनि तपाईले सेकेन्ड लेटर प्राप्त गरिसकेको जुन तपाईको त्यहाँ अन्तर्वार्ताको डेट सहितको एउटा शेड्युल दिएको हुन्छ, उक्त पेपर चाहिँ तपाईले पहिले डाउनलोड गरेर राख्नु होला। पछि केही गरी सर्भर र सिस्टममा समस्या आयो भने कुनै समय यहाँभन्दा अगाडिका साथीहरूको पनि उक्त सेकेन्ड लेटर नदेखाएको समस्याहरू पनि दोहोरिएको थियो। त्यसकारण तपाईले अहिले नै उक्त सेकेन्ड लेटरलाई सुरक्षित गरेर राख्नु होला। अब 6450 केस नम्बरसम्म भिजा बुलेटिन अपडेट भए पनि यो महिना भने फेरि पूर्ण रूपमा केही व्यक्तिहरू अर्थात केही साथीहरूलाई यो सेकेन्ड लेटरले समेट्न भने पक्कै पनि सकेन। यसले कति निराशापन ल्याएको भने देखिन्छ। तर सामान्य सोच र सामान्य दृष्टिकोण मात्रै हो है निराशापन ल्याएको। वास्तवमा यथार्थ त्यस्तो छैन। 6200 सम्म भएका केस नम्बर भएका साथीहरूले अब अन्तर्वार्तामा सहभागी हुँदै हुनुहुन्छ। अब तपाईहरुले गर्नुपर्ने मुख्य कामहरू के हुन्, स्पोन्सरबाट कस्ता खालका डकुमेन्टहरू मगाउनु पर्छ, तपाईले आगामी प्रक्रियामा सहभागी कसरी हुन सक्नुहुन्छ भन्ने कुरा यस भिडियोमा हामी तपाईहरुलाई जानकारी गराउने छौं। भने बाँकी केस नम्बर भएका साथीहरू जसको भिजा बुलेटिन अपडेट भएको छ, जो भिजा बुलेटिन अपडेट कुरेर बस्नु भएको छ, हाम्रो पालो आउँदैन कि भनेर चिन्तित हुनुहुन्छ भने तपाईहरु चिन्तित हुनु पर्दैन। किनकि भर्खरै अहिलेको अन्तिम सीएससी डाटा अपडेट हेर्ने हो भने जम्मा 1024 जनाले भिजा प्राप्त गरेका छन्। त्यो भन्दा न्यून संख्यामा अहिले जस 1024 ले भिजा प्राप्त गरिसके भने बाँकी 568 जना केसहरू चाहिँ अहिले रेडी अवस्थामा छन् भने अरु केसहरू केही केसहरू चाहिँ 54 जना व्यक्तिलाई रिजेक्ट गरेको छ भने यस्तै अन्य केसहरू चाहिँ रनिङको क्रममा छन् अर्थात कति एपीमा गएर बसेका छन्। यस्तो खालको केसहरू स्थितिहरू छ भन्ने नै सर्द रूपले हेर्ने हो भने नेपाललाई छुट्याइएको 2025 मा छुट्याइएको कोटामा पनि आदि पनि भएको छैन। प्रक्रिया अर्थात कामहरू आदि पनि सुरु भएको छैन। यो हेर्दाखेरि तपाईहरुको पालो स्वत रूपमा मज्जाले आउँछ। त्यसकारण सरस्वती रूपमा सामान्य लाटो बुझाइले हेर्ने हो भने पनि 11000 भन्दा प्लस माथि 12000 भन्दा मुनि केस नम्बर भएका साथीहरूलाई कहीं पनि अप्ठ्यारो नपर्ने, कुनै पनि समस्या नपर्ने देखिन्छ। तपाईहरुले पत्तै नपाइकन एकैचोटी 2000 3000 4000 केस नम्बरसम्म भिजा बुलेटिन अपडेट भएको 2023 मा देख्नु भएको होला। 2024 को रेन्जको केसलाई हेर्ने हो भने यो टाइममा पनि यस्तै गरी चलिरहेको देखिन्छ। त्यसकारण 2025 का डीबी विनर साथीहरू जो कुरेर बस्नुभएका साथीहरूलाई नआत्तिनु होला। तपाईहरु धेरै मनमा कुरा नखेलाउनु होला, धैर्य हुनु होला। भन्छन् नि पर्खाइको फल अत्यन्तै मिठो हुन्छ। मैले तपाईहरुलाई शेयर गरेको थिएँ भिजा बुलेटिन अपडेट भएर पनि 100 दिनसम्म सेकेन्ड लेटर नआउँदाको पीडा, सेकेन्ड लेटर आए पनि कटिएर अन्तिम चरणमा अब सकिन लास्ट 45 दिन बाँकी हुँदा सेकेन्ड लेटरमा आएर सहभागी भएर अमेरिका आएको मै छु। तपाईहरुलाई रियालिटी यथार्थ कहानीहरू मैले मेरो भनिरहेको छु। त्यसकारण नआत्तिनु होला, कमसेकम मलाई हेर्नु होला, रियालिटी कुराहरू मैले तपाईलाई भनिरहेको छु। त्यसकारण सबै साथीहरूको पाला आउँछ। 13000 भन्दा माथि केस नम्बर भएका साथीहरू अर्थात 12000 पनि प्लस साथीहरूलाई चाहिँ म यसै भन्न सक्दिन, सम्भावना धेरै छ। तथापि पनि भोलिको दिनमा भिजा बुलेटिन अपडेट भयो भने सेकेन्ड लेटर नआउन पनि सक्छ। यसका विभिन्न प्रक्रिया विभिन्न चरणहरू छन्। त्यसकारण त्यतिसम्म भएका साथीहरूले नआत्तिदा हुन्छ। ढुक्क हुनु होला। सीएससी डाटा अपडेट भोलि तपाईलाई यस युट्युब च्यानलबाट आउनेछ। तपाईहरुले पूर्ण रूपमा हेरेर त्यस विषयमा आफैले पनि ढुक्क हुने मनस्थिति बनाउन तपाईले सक्नुहुन्छ। अब लागौं 6200 सम्म केस नम्बर भएका साथीहरूको सेकेन्ड लेटर प्राप्त भयो। अब के गर्ने त? सबैभन्दा सुरुमा तपाईले मेडिकल अपॉइन्टमेन्ट लिनुपर्छ। यदि तपाईको अझै पनि बच्चा जन्मिसकेको छ, बीचमा तपाईले एड गर्नु भएको छैन, तर सेकेन्ड लेटर आयो भने पनि तपाईको यो टाइम हो। तपाईले केसीसीलाई मेल गरेर तपाईको DS-260 फर्म रिओपन गर्न लाउनुस्, एड गर्न लाउनुस्, अन्तर्वार्ताको दिन फेरि जानुस्। तपाईलाई त्यही दिन समेट्यो। यदि समेटेन फेरि तपाईलाई रि अन्तर्वार्ताको लागि अपॉइन्टमेन्ट दिन्छ भने पनि त्यसलाई तपाईले स्वीकार गर्नुपर्छ। केही समय ढिला हुन सक्छ। यदि मेजर गल्तीहरू छन्, तपाईको मेजर मिस्टेकहरू देखिएको छ भने पनि अझ पनि आत्तिनु पर्दैन। DS-260 फर्म ओपन गरेर अझै पनि सच्याउने टाइम छ ताकि तपाईले भोलिको दिनमा भिजामा रिजेक्ट नगरोस्।
यदि अझै पनि साथीहरूलाई दुविधा छ के गर्ने कसो गर्ने भन्ने समस्याहरूको विषयमा अझै पनि दुविधा छ भने कृपया तपाईहरुलाई मैले देखाइरहेको छु। यो मेरो फेसबुक आइडी हो, यो मेरो टिकटक आइडी हो। तपाईले जुनसुकै समयमा एनी टाइम तपाईहरुले चाहिँ मेसेज गर्न सक्नुहुन्छ। म समय मिलाएर कामको अनुसारले आफ्नो शेड्युल समय मिलाएर तपाईहरुको मेसेजको रिप्लाई पक्कै पनि गर्नेछु। अब बाँकी रह्यो तपाईहरुले के गरे त? मेडिकल अपोइन्टमेन्ट लिइसकेपछि 6 महिना भन्दा बढी विदेशमा बसेका साथीहरूले पुलिस रिपोर्ट तयार गर्ने, नेपालमै भएका साथीहरूले पनि 18 वर्ष माथि नआएका साथीहरूले पुलिस रिपोर्ट तयार गर्ने। जसको 18 वर्ष भन्दा हुँदैका जो बच्चाहरू डिपेन्डेन्ट भएर आउँछन् उहाँहरूको आफ्नो भने पर्दैन पुलिस रिपोर्ट। अब तपाईहरुले पासपोर्ट यदि एक्सपायर हुन लागेको छ त्यो अनुसारले पासपोर्ट नयाँ पासपोर्ट बनाइहाल्ने। 6 महिना 4 महिनासम्म मात्र डेट छ भने नयाँ पासपोर्ट लिइहाल्ने। तपाईले नयाँ पासपोर्ट लिएर चाहिँ अन्तर्वार्तामा सँगै सहभागी हुन जाँदाखेरि त्यही पासपोर्ट नयाँ पासपोर्ट बोकेर जान पनि मिल्छ। अब स्पोन्सरबाट मगाउनु पनि इम्पोर्टेन्ट डकुमेन्ट भनेको तपाईको 1014 ट्याक्स फाइल र वेलकम लेटर हो। अहिलेको ट्याक्स फाइल 2023 के मगाउनु पर्छ, 2024 को अहिले चलिरहेको छ। ट्याक्स फाइल पूर्ण रूपमा भइसकेको छैन, त्यसकारण यसको लागि केही टाइम लाग्न पनि सक्छ। अब तपाईहरुको अन्तर्वार्तामा सहभागी भइसक्दा समेत ट्याक्स फाइल चाहिँ क्लियर रूपमा भइसकेको हुनाले अहिले सेकेन्ड लेटर आएका साथीहरूले चाहिँ ट्याक्स फाइल 2024 को हैन 2023 को हैन 2024 को चाहिँ मगाउनु पर्छ। र वेलकम लेटर सबै कुराहरु पर्पली खुलेको हुनुपर्छ। वेलकम लेटर कस्तो हुनुपर्छ, त्यसको ढाँचा कस्तो हुनुपर्छ। भोलि दिन वेलकम लेटर नमिलेर पनि कतिपय केसहरु भिजाहरुलाई चाहिँ होल्ड गरेर राखेको छ। त्यस्ता केसहरु धेरै भएको छन् 2024 मा। यदि अझै पनि तपाई दुविधामा हुनुहुन्छ भने तपाईले मलाई सिधै फेसबुकमा मेसेज गर्नु, म तपाईलाई वेलकम लेटरको ढाँचा पठाइदिन्छु। त्यसमा तपाईको सबै डिटेल विवरणहरु खुलेको हुनुपर्छ। तपाईलाई रिसिभ गर्नेदेखि लिएर तपाईले सबै गर्ने इज एन्ड एभ्रीथिङ कुराहरु स्पोन्सरको विषयदेखि लिएर सबै कुराहरु तपाईको विषयमा खुलेको हुनुपर्छ। यदि तपाईलाई अहिलेसम्म पनि तपाईसँग वेलकम लेटरको ढाँचा छैन, त्यो तरिका छैन भने म तपाईलाई त्यो वेलकम लेटर पठाइदिन्छु। तपाईले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। साथै अब तपाईले चाहिने मोस्ट इम्पोर्टेन्ट कुरा DS-260 फर्ममा सबमिट गर्नुभएको डकुमेन्टका कुराहरु मात्र हुन्छन्। इलिगल पटि नजानुस्, डकुमेन्ट बनाउनुतिर नजानुस्। जे छ लिगली डकुमेन्ट त्यही मात्रै बोकेर जानुस्। जस्तो तपाईको +2 सम्मको सर्टिफिकेट चाहियो, पुलिस रिपोर्ट चाहियो, बिहे गर्नु छ बिहे दर्ता चाहियो, जन्मको दर्ता छैन भने बर्थ भेरिफिकेसन सर्टिफिकेट हुन्छ। यी सामान्य प्रोसेस जुन पटक हामी डकुमेन्टका कुराहरु भनिरहेका छौं भने यी डकुमेन्ट भने एडिशनल डकुमेन्टको रूपमा चाहिँ तपाईले DS-260 फर्ममा सबमिट गर्नुभएका कुराहरु डकुमेन्टहरु बोकेर जानुपर्छ। जस्तै भर्खरै विवाह गरेका जोडीहरुले तपाईको म्यारिड एल्बम बोकेर जानु पर्यो। त्यहाँभन्दा अगाडि भेट भएका कुनै फोटाहरु छन् भने बीचमा पार्टी रूपमा खिचेका फोटाहरु जस्ता लायक आवत कुराहरु तपाईले बोकेर जानु पर्यो, जसले गर्दा तपाईलाई भिजा सहज रूपमा दियोस् भन्ने हो। र तपाईहरुले अब नातिकन मेडिकलको रूपमा तपाईले यदि मेडिकल गर्न जानु भन्दा अगाडि चाहिँ प्री प्लान आफूले मेडिकल कतितिर गर्दा पनि हुन्छ। केही सानो समस्या भने डिकोभर गरेर त्यही अनुसारले चाहिँ त्यसलाई अलिकति एडजस्ट गर्न सकियो भने भोलिको दिन तपाईलाई मेडिकलमा त्यसले रिजेक्ट पनि नगर्न सक्छ। यसका विभिन्न कारणहरु विभिन्न प्रक्रियाहरु छन् जुन मैले तपाईहरुलाई यहाँ अगाडि धेरै पटक भिडियोमा भनिसकेको छु। अझै पनि तपाई नयाँ हुनुहुन्छ, यदि त्यस विषयमा जानकार हुनुहुन्न भने एकपटक गएर अन्तर्वार्ता कस्तो हुन्छ, मेडिकल कस्तो हुन्छ, कति फी लाग्छ, त्यहाँका आगामी प्रक्रियाहरु के छन्, सेकेन्ड लेटर आइसकेपछि के गर्नुपर्छ, तपाईको भिजा पाइसकेपछि त्यहाँभन्दा आफ्टर के गर्नुपर्छ भन्ने कुरा सबै कुराहरु हामीले यस युट्युब च्यानलबाट भिडियो बनाएर हालिसकेका छौं। अपडेट हुन चाहनुहुन्छ भने अझै पनि हामी डिस्क्रिप्सनमा उक्त भिडियो राखिदिन्छौं, गएर तपाईले एकपटक भिजिट गरेर हेर्न सक्नुहुन्छ ताकि तपाईलाई केही सहजीकरण होस्। हेरेको भरमा तपाई लाग्नु नपरोस्, किनकि हामी लेटेस्ट 2024 का डेब्यू विनर हुँ। हामीले आफूले जानेका बुझेका र त्यहाँ देखेका यथार्थ कुराहरु तपाईहरुलाई सम्प्रेषण गर्दैछौं। त्यसमाथि डेब्यू विनर 2025 का धेरै साथीहरु हामीसँग जोडिराख्नु भएको छ। 13,000 भन्दा माथि केस नम्बर भएका साथीहरु, 13,000 भन्दा तल केस नम्बर भएका साथीहरु, धेरै साथीहरु हामीसँग जोडिनु भएको छ। उहाँसँग हामी नियमित संवाद गरिरहेका छौं। उहाँसँग भएको जसले भिजा पाएर अमेरिकासम्म आइसक्नु भएका साथीहरुसँग हामी नियमित कन्ट्याक्टमा छौं। उहाँहरुले हामीसँग शेयर गर्नुभएका कुराहरुदेखि लिएर नयाँ कुराहरु अपडेट हामीले हजुरहरुलाई गराइरहेका छौं। त्यसकारण अझै पनि हाम्रो युट्युब च्यानल नयाँ हुन्छ भने सब्स्क्राइब गरेर जोडिनुलाई। आगामी दिनमा यस्तै नयाँ खालका कन्टेन्टहरु आउँदाखेरि सबैभन्दा सुरुमा तपाईले प्राप्त गर्न सक्नुहुनेछ। र सबै साथीहरुलाई सहयोगी भावनाले जो हाई केस भनेर तपाईलाई अझै पनि तर्साइएको छ 11,000 12,000 सम्म केस नम्बर साथीहरु, लो केस तपाई एकदमै हात दिनु पर्दैन। अमेरिका आउनुहुन्छ, डकुमेन्ट तयार पर्परली रियालिटी डकुमेन्टहरु हुनु पर्यो। यदि भर्खरै बिहे गर्नुभएको छ भने DS-260 फर्म ओपन गरेर अहिले नै तपाईले चाहिँ आफ्नो मेरिट स्ट्याटसहरु अपडेट गर्नु होला। अन्य स्ट्याटसहरु अपडेट गर्नु पर्ने ती कुराहरु पनि अपडेट गर्दै जानु होला। तपाईले सोचे जस्तो धेरै गाह्रो छैन, भिजा पाएर तपाई अमेरिका आउनुहुन्छ, ढुक्क हुनु होला। र बाँकी रहेको तपाईलाई सहयोग गर्ने हेतुले हरेक समय हरेक पल तपाईले मेसेज गर्ने बित्तिकै
क्षणिकमै रिप्लाई हुन्छ भन्ने छैन। तथापि पनि तपाईँ अमेरिका आइसी थाहा पाउनुहुन्छ, यहाँको व्यस्तता कामको बावजुद हरेक कुराहरूलाई मेन्टेन गर्नुपर्ने हुन्छ। घरमा फोन गर्नको लागि त टाइम छुट्याउनु पर्ने हुन्छ भनेपछि तपाईँ आफै बुझ्नु होला। तथापि पनि तपाईँले गरेको मेसेज छ भने मेसेजको इग्नोर हुँदैन होला। 1 घन्टामा रिप्लाई नहोला, तर 1 दिनमा पक्कै पनि रिप्लाई हुनेछ। यदि समस्या परेको छ भने मैले तपाईँलाई फेसबुक आइडी मैले अघि नै देखाइसकेँ। त्यहाँमाथि पनि मैले युट्युबकै डिस्क्रिप्सन लिङ्कमा पनि मैले प्रत्येक पटक मैले मेरो फेसबुक आइडी राखिदिएको छु, टिकटक आइडी राखिदिएको छु। त्यहाँ तपाईँले आफैले सहभागी भएर के छ कस्तो छ समस्याहरू तपाईँले राख्न सक्नुहुन्छ। मेरो लेभलले मैले जानेका कुराहरू तपाईँलाई समस्या समाधान गर्नेछु भने मेरो लेभलले यदि भएन भने मभन्दा अग्रज व्यक्तिहरू जो अमेरिकामा लामो समयदेखि बसोबास गर्नुभएको छ, जो यही क्षेत्रमा काम गरिराख्नु भएको छ, उहाँसँग समन्वय गरेर तपाईँको समस्याको समाधान गर्ने कोसिस गर्नेछौँ। साथै भोलि CAC डाटा अपडेटको कुराहरू जो मैले सबै कुराहरू हेरेर निर्कुल गरेर ल्याएको डाटा सम्बन्धी अपडेट भिडियो भोलि आउँदैछ। अन्य DB रिलेटेड नयाँ अपडेट भएका भिडियोहरू पनि छन्। केही कुराहरू नयाँ अपडेट भएको छ, ती अपडेट भएका कुराहरू पनि निरन्तर अब आउनेछ। त्यसकारण च्यानललाई नछुटाइकन भिजिट गरेर हेर्नुहोला। साथै तपाईँहरूलाई के कस्तो लाग्छ, मन परेमा भिडियो लाइक गर्नुहोला। साथै जानकारीको लागि अरू साथीहरूलाई पनि सेयर गर्न पक्कै पनि नभुल्नुहोला। तपाईँहरूको यो मिठो न्यानो मायाले यहाँसम्म आइपुगेका छौँ। आगामी दिनहरूमा तपाईँहरूको यही मायाको कारणले गर्दाखेरि थप ऊर्जा थपिएर यस्तै खालका नयाँ कन्टेन्टहरू तपाईँहरूलाई सम्प्रेषण गर्न सक्नेछौँ भन्ने बाचा प्रतिबद्धतासहित भोलि CAC डाटामा भेटौँला। हस्त नमस्ते।